साथीहरु फाइनली साधुटार हुन त यो सानो ताल छ त्यस्तो ठुलो ताल पनि होइन हैन हामीले कति ठुलठुला ताल छन् हाम्रो देशमा तर पनि एउटा ताल सुन्दर हुनको लागि चाहिँ के कुराहरू चाहिन्छ अथवा प्रकृतिले के कुराहरू दिएको छ भन्ने कुराको उदाहरण चाहिँ यहाँ छ के जस्तो कि यो ताल मात्रै भएर यहाँ चाहिँ सुन्दर देखिएको हैन के यो जुन जग्गा छ यहाँ चाहिँ रुखहरू छन् धुपीका त्यसपछि यहाँबाट देखिने डाँडाहरू अझै हिमाल खुलेको बेला त यहाँ पुरै छाया पनि यसमा परेको देख्न सक्छौं अनि कुन ठाउँमा कस्तो बनाउने भन्ने कुराले पनि एकदम धेरै असर पार्छ के संरचनाहरू र यो ताल चाहिँ अर्को कुरा नेचुरल छ तारजाली लगाएर घेरबार संरक्षण गरेको भए चाहिँ साच्चै भन्नुपर्दा त्यो सुन्दर देखिदैन थियो अब पनि यहाँ अलिअलि यहाँ चाहिँ फोहोरहरू छ ताल वरपर यो चाहिँ यहाँको स्थानीयहरूले सफा गर्नुपर्ने देखिन्छ नत्र चाहिँ एकदमै राम्रो छ एकदमै सुन्दर छ पूर्वको साथीहरू घुम्न आउनु भएको छैन भने आउनु होला अनि हाम्रो अरु अन्य ठाउँको साथीहरू पनि यो रुटमा यात्रा गर्दै हुनुहुन्छ भने चाहिँ आउन सक्नुहुन्छ है अझ हिमालै खुलेन के ठीक छ केही छैन म आएको बेला नखुले पनि तपाई आएको बेला खुल्न सक्छ नि त यो हिमालहरू पूर्व छिर्ने बित्तिकै कुनै पनि ठाउँ चाहिँ खाली राखेको मैले देखेको छैन जुनै सुकै ठाउँ पनि उत्पादनसँग कृषिसँग जोडिएका ठाउँहरू छन् पोखरी वरिपरिको स्वच्छ हावाले शरीरलाई बेग्लै अनुभूति दिन्छ नै त्यसका साथै नीलो पोखरी छेउबाट हिमश्रृङ्खला पनि निहाल्न सकिन्छ छुट्टै ठाउँ आएको जस्तो फिल भयो